सार्वजनिक सवारी साधनमा महिलाको लागि कति सिट आरक्षित गरिएको छ? सवारी दर्ता प्रमाणपत्रको म्याद नागेको कति समयभित्र नवीकरण गराएमा जरिवाना लाग्दैन? लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको चालकले कति घण्टापछि पालो फेर्नु पर्दछ? ज्यान मार्ने मानसय राखी सवारी चालकलाई कुनै व्यक्तिको मृत्यु भएमा त्यस्तो चालकलाई के सजाय हुने व्यवस्था गरिएको छ? ब्लू बुक कति अवधिसम्म नवीकरण नगराए स्वत रद्द हुन्छ? सवारी चालक अनुमति पत्रमा ठूला सवारी थप गर्दा कति दस्तुर लाग्दछ? सवारी चालक अनुमति पत्रको लागि दरखास्त दिँदा दरखास्त दस्तुर बापत कति रकम बुझाउनु पर्दछ? कति वर्ष पुराना भाडाका सवारी साधन सञ्चालन गर्न पाइँदैन? मोटरसाइकलको चालक अनुमति पत्र नवीकरण गर्दा कति दस्तुर लाग्दछ? तेस्रो पक्ष बिमा कति रकमको गर्नुपर्ने व्यवस्था रहेको छ?